नमस्कार साथीहरू, स्वागत छ मेरो युट्युब च्यानलमा। आज म तपाईहरुलाई लिएर जान लागेको छु जापानको शान्त र सुन्दर यात्रामा। बाटोहरू चार्दै हरियालीले ढाकेका दृश्यहरू हेर्दै अनि ठुलो पोखरीको छेउमा हिँड्दै गर्दा मैले केही रमाइला पलहरू क्यामेरामा कैद गरेको छु। रंगीन फूलहरू, चमक दृश्यहरू अनि शान्त वातावरण साँच्चीकै मन छुने अनुभव। आउनुहोस् यो यात्रा हामीसँगै अनुभव गरौँ। स्वप्न जिउने मेरो बाटो टाढा भए पनि मन कहिले हारेन। पसिना बगाइरहेछौ केही छाडेको छैन। छोटो बाटो खोज्ने सोच कहिले आएन। हिमाल जस्तै अग्लो लक्ष्य कहिले झारेन। टाढा भए पनि घरको माया जहिले मिहिनेत गरिरहेर सपनाहरू स्याचे। तो जापानको सहरमा हसल चरिरहेछ। निन्द्रा छुत्रेको छ, सपना लेखिरहेछ। मायालुहरू टाढा तर मनमा नजिक। घर फर्किने दिनको गर्छु म कल्पना सरह। म उठ्छु, म दौडन्छु, आफ्नै बाटो आफै खोज्छु। म जल्छु, फेरि बल्छु, सपना पुरा गरेर छाड्छु। सजिलो कहिले थिएन, तर सङ्घर्ष बिना सफलता पनि थिएन। सबैले भने तिमी सक्दैनौ, तर म आफैलाई भने हिम्मत कहिले हार्दैनौ। यो बिहान साथै उठ्छु, हसल 12 घण्टा, अन्धिकार रात पनि सपना उज्यालो जस्तै। मिहिनेत मेरो जगेर्ना गरिरहेछ। माघ महिनामा पनि यो पसिना बगिरहेछ। म उठ्छु, म दौडन्छु, आफ्नै बाटो आफै खोज्छु। म चल्छु, फेरि बोल्छु, सपना पुरा गरेर छाड्छु। म उठ्छु, दौडन्छु, आफ्नै बाटो आफै खोज्छु। म चल्छु, फेरि बोल्छु, सपना पुरा गरेर छाड्छु। यो त केवल सुरुवात हो, मेरो कथा चाहिँ बाँकी छ। सपना जुने अहिले एकदम हरियाली भएर छ। साथीहरू र हामीसँगै घुम्न आयो है। मैले कर गरेर आएको क्या साथीहरू, तर फोटो खिच्न फेरि मैले भन्दा उहाँहरूले नै बेसी हानिराख्नु भएको छ क्या। जापानमा काफल है। कहाँ अहिले चाख्ने हो त? बियोस भयो होला नि साथी। किन काफल खाएर खाइदियो म त अमिलो हो। अमिलो हो भने नि खाएँ। आत्तिनालाई हेरेर छिराएको क्या। अमिलो भन्ने बित्तिकै मेरो मुखबाट के भेट्यो दिपकजी? त्यही यो फुल चाहिँ अलिक ढिलो फुल्दो रहेछ, दामी देखिरहेछ नि। सबै ढकमक राम्रो हुन्छ। पछि गेडाखेरि झैँ झरेर बस यहीबाट आउँछ कि। के पार्क दिपकजी यो?
ताकाचुका पार्क खालि तिमीहरू फुल र रुख मात्रै हेर्न जान्छ भन्छन् हामीलाई मनपर्ने यस्तै हो होइन त्यहाँ परसम्म गुलाबको कति प्रकारको छ यहाँ त्यसले नि फोटो खिच्ने है राजा भिडियो नि खिच्ने भिडियो नि खिचिरहेछ ए पहिले एक सर हिँड्यौँ अनि फोटो खिच्नुपर्छ कति मिठो बसाएको यार एकदम मिठो बनाएको यो मेरो कथा स्वप्न जिउने मेरो बाटो टाढा भए पनि मन कहिले हारेन पसिना बगाइरहेछौ केही छाडेको छैन छोटो बाटो खोज्ने सोच कहिले आएन हिमाल जस्तै अग्लो लक्ष्य कहिले झारेन टाढा भए पनि घरको माया जहिले मिहिनेत गरिरहे सपनाहरू स्याचे तो जापानको सहरमा हसल चरिरहेछ निन्द्रा छुत्रेको छ सपना लेखिरहेछ मायालुहरू टाढा तर मनमा नजिक घर फर्किने दिनको गर्छु म कल्पना सरह म उठ्छु म दौडन्छु आफ्नै बाटो आफै खोज्छु म जल्छु फेरि बल्छु सपना पुरा गरेर छाड्छु जिन्दगी सजिलो कहिले थिएन तर सङ्घर्ष बिना सफलता पनि थिएन सबैले भने तिमी सक्दैनौ तर म आफैलाई भने हिम्मत कहिल्यै हार्दैनौ बिहान साथै उठ्छु हसल 12 घण्टा अन्धिकार रात पनि सपना उज्यालो जस्तै मिहिनेत मेरो जगेर्ना गरिरहेछ माघ महिनामा पनि यो पसिना बगिरहेछ म उठ्छु म दौडन्छु आफ्नै बाटो आफै खोज्छु म जल्छु फेरि बोल्छु सपना पुरा गरेर छाड्छु म उठ्छु दौडन्छु आफ्नै बाटो आफै खोज्छु म जल्छु फेरि बोल्छु सपना पुरा गरेर छाड्छु यो त केवल सुरुवात हो मेरो कथा अझै बाँकी छ सपना जुने लहर सफलता मेरो बाँकी छ फुलै फुलको बगैँचामा मेरी माया तिनी बिताउने खिचेको यहीँ कतिवटा फुल्छ है कमलदेखि लिएर रातिदेखि लिएर फुलको होइन मान्छे खिच्छ
रोकिन्छ कसरी भाइ त्यही खिच्ने ल जास् त एउटा गीत भन्न राम्रो गीत गीत म गीत भन्नु म चाहिँ भइहाल्छ ब्लू ठिक हुन्छ हौ कलर त यस्तो यस्तो भन्दा त ब्लू ठिक होला ब्लू के भन्दा ब्लू ब्ल्याक कस्तो लाग्छ ब्ल्याक दामी थियो मलाई ब्ल्याक र योमा मैले चाहिँ यो चुज गरेँ होइन मलाई ब्लू ब्लू चाहिँ राम्रो छ हेर्दाखेरि त फोटोमा चाहिँ तर सामान चाहिँ जस्तो चाहिँ जस्तो चाहिँ गेस गरिएको छ नि त्यस्तै आउँदो रहेछ क्या मैले यस्तो आउँछ म्याकबुक आइहाल्छ अहिले 50,000 रुपियाँ हालेर तपाईँको जस्तो अलिक लो क्वालिटीको आउँछ होला होइन तपाईँ मेरो जतिको आउँछ अहिले अब हो यतिखेर आउनुपर्ने हो आयो भने तर बोरा सानको जतिको किन्नु बोरा सानको कति बोरा 65 म्याकबुक हो बोरा सानको तपाईँको के फरक छ र बोरा सानको अहिलेको अलिक लेटेस्ट हो तर सानो छ मेरोभन्दा चाहिँ पावर कम छ अलिकति पावर हुन त्यसको ऱ्यामहरू के हुन्छ लेटेस्ट सफ्टवेयर चाहिँ अलिक अपडेट छ तपाईँ सिकाइदिनुपर्छ यो ठाउँमा पहिले पनि आएको एकपल्ट होइन हामी दिपकजी आउनु भएन होला म चाहिँ एक्लै आएको सँगै आएको होइन हेरेको अब एक्लै अहिले आउँदा हामी धेरै यहाँ यसरी आइरहेका छौँ खोइ कछुवा छ पानीमा पक्रिनु त ए घाम फालिहाल्यो नि कछुवा थियो त काठमाथि बसिरहेको थियो हामीलाई देखेर डुबुल्की मार अब पानीमा पाइन्छ त नि कछुवा होइन नि कछुवा ऊ त काठमा पुरा बसिरहेको थियो छुप्लुकै झर पहिले आउँदा एक्लै आएको थिएँ म कसले देखाइदियो यहाँ यस्तो छ भने अनि मैले उसमा हेर्छु हेरिरहेको छु नि त छेउछाउ के छ कि भनेर म्यापमा म्यापमा यो पानी जमेको पोखरी देख्छु कहाँ रहेछ त के रहेछ भनेर आएको होइन केही किन्नु नेपाल जाने बेला सामानै सामान फेरि कसरी लाग्यो यहाँ चाहिँ यस्तै छ क्या खासै के राम्रो त होइन। छ पनि होला नि तर अहिले पानी अलिक धेरै रहेछ अस्ति नै त थिएन यत्रो पानी भुइँभन्दा बाहिर हान्छ नि त कतिसम्म यहाँ कहाँ यहाँसम्म त हान्दैन हाल्ला हो तर राम्रो रहेछ है तर यहाँभन्दा अझै रमाइलो चाहिँ फुल भएकै ठाउँमा थियो यस्तो वरिपरि घुम्ने यहाँबाट घुम्दै 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 पल्लोपट्टि गएर फोटो खिच्ने हो नि त अनि समन्दरमा समुद्र छ नि तर अलिक पर छ यो चाहिँ समुद्र होइन यो त पोखरी हो नि नेपालको फेवाताल भन्दा सानो छ है दिपकजी कि ठुलो हो कि होइन आधा पोखरा फेवातालले बढेको होला न दाइ है माछा छ बल्छी हाल्नु पाइँदैन पोखरी त राम्रो छ क्या यसमा चाहिँ डुङ्गा चलाउने सिस्टम हुनुपर्ने होइन होइन यो फ्याल्नै पाइँदैन त्यही हो र त यसरी एउटा ताची हाइरी किन्सी लेखेको ठाउँमा होइन उठेर प्रवेश गर्न पाइँदैन सुतेर जाँदैछ
चुरी 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 भनेको माछा मार्नु चाहिँ केन्सी छ उजिरावा पूर्व सिटीमा हामीले दिएको थियो हामी नहुने भन्न गाह्रो हुन्छ नि त फेरि अस्ति चाहिँ पानी कस्तो फोहोर जस्तो थियो होइन अहिले चाहिँ राम्रो देख्यो जाडोमा यो पानी जम्छ नि पोखरी पुरै साह्रै हुँदैन जमेको यस्तो देखिन्छ कि त्यो हामी यहीँ बसियो क्या त घुम्न जाऊँ कहाँ जम बिस्तारै हेर्नु यस्तरी बसेर त कहीँ भन नि बसेर पनि बस्यो यहाँ फाल्नु पर्दैन त्यो पनि रातै खुल्छ होला त यिनीहरू पनि रातै रातै हुन्छ त्यो अमरा रहेछ क्या खै रुख अमरा हो र हात त त्यस्तै थियो अब गिटार बजाउँदै हिँड्नु यहाँ चाहिँ मोबाइल आउँदैछ नि त फोटो त बरु त यहाँबाट खिचौँ त यहाँ पानी यत्रो थिएन नि अस्ति यहाँबाट भन्दा उ त्यहाँबाट बगाल आउँछ पानी चाहिँ कहाँ जान्छ होला है यो अब बढी भएको पानी है बढी भएको पानी कहाँ जान्छ होला कहीँ निकासी होला कतै यिनीहरूले कति गर्न सकेको हेरौँ यत्रो यत्रो ढलान गरेर छोडिदिएको है त्यति युजमा पनि आउने होइन यो है यो खेल्नकै लागि मान्छे नेपालमा चाहिँ यत्रो गर्न कति लगाएर लाउँछ है हेर्नु न मान्छे कोही आउँदैन फेरि पक्की कि फेरि सानो पात्रो डुप्लिकेट कसरी हुन्छ कमिसन खाने बजेट हाल्न हुँदैन भनेको छौँ के हालेका छौँ पानी त फोऱ्यो यार दाइ यार पानी फोरे हो कस्तो दामी टल्केछ त पर पानी त फोऱ्यो गिटारको सुमधुर धुनसँगै हामी आज यो यात्रा गरिरहेका छौँ कस्तो हुन्छ फोटोग्राफर सबै हामीसँग 101 कलाकारहरू हुनुहुन्छ फोटोग्राफर सबभन्दा राम्रो कुरा चाहिँ यही छ हाम्रो हामी सबै कलाकारै हो अब हामी यहाँबाट फर्किँदैछौँ यो राम्रो दृश्य हेरेर यो हो यसको भ्यू हो काममा जाने यही हो त अनि काममा जाने भाइ उहाँ हो पर देखिरहेको त्यो गेम सुपा गेम उस रुपियाँ त्यहाँ सस्तो चाहिँ डेन्जर सस्तो पाइन्छ ब्रेडै 80 रुपियाँमा 80 88 रुपियाँमा ब्रेडै पाइने थियो त्यहाँ यो राखौँ अब नबजाउँ अहिले राखौँ अहिले उहाँ फेरि एकान्तमा बसेर बजाउँदैछ बाटो हिँड्दा नबजाउँ कति मोटा हुनु
अरे के किलो रहेछ यो त खतरा रात रात किरा यसले खिचौँ रोजी रात रात किरा शरीरमा आउला है के गर्दा तर कानमा बिरेर के अरे ऊ भिडियो खिच्ने कि फोटो खिच्ने कत्रो माछा हौ उहाँ पनि कुद्दै हिँड्दैछ पर हिँड्दैछ कछुवा यो माछा ऊ त्यहाँ कछुवा अब कछुवा त देखिँदो रहेछ बाहिर भागिहाल्नु माछा चाहिँ मजाले हेर्नु पाइँदैछ तिनवटा कछुवा पनि आउँदैछ त्यहाँ त्यो कारणले हामी यहाँ पनि बस्नै पर्छ एकछिन ए यो छेउ पनि जान मिल्थ्यो कि क्या मिल्दो रहेछ यहाँ मान्छेले एकछिन लेखिरहेको ढुङ्गा पनि यस्तो बनाएर आएर है तल बाघ भालु छ भने चाहिँ फेरि खाला दीपक क्रिकेट हान्ने भनेको हजुर ओ यार दाइ यो म्याच कहानी यस्तै रहेछ यार ए यो हिमाल जस्तै अग्लो लक्ष्य कहिले छाडेन टाढा भए पनि माया झेले नियमित गरिरहे सपनाहरू स्याछे तो जापानको ट्रेनिङ गर्ने ठाउँ के को ट्रेनिङ हो यो जाउँ जिउै भाइ भइसक्यो हाम्रो लु जाउँ निस्क्यौँ म दौडन्छु आफ्नै बाटो आफै खोज्छु म जान्छु फेरि बल्छु सपना पुरा गरेर इच्छा छु उता यताबाट अब नजिकै छ त्यहाँ रोड भेटेपछि जिन्दगी सजिलो कहिले दिएन तर सङ्घर्ष बिना सफलता पनि दिएन सबैले भने तिमी सक्दैनौ तर म आफैलाई भने हिम्मत कहिले ठुलो चौरी रहेछ साथै उठ्छु हसलमा घन्टा अन्धिकार रात पनि सपना उज्यालो जस्तै मिहिनेत मेरो जगेर्ना गरिरहेछ माघ महिनामा पनि यो पसिना बगिरहेछ म दौडन्छु क्रिकेटको फिल्ड त खतरा छ आफै खोज्छु ताम जल्छु फेरि बोल्छु सपना पुरा गरेर इच्छा छु म उठ्छु दौडन्छु आफ्नै बाटो आफै खोज्छु ताम जल्छु फेरि बोल्छु सपना पुरा गरेर इच्छा छु यो त केवल सुरुवात हो यहाँबाट छिर्ने माथि निस्किने कहाँ निस्किने त्यही त होला नि यतैबाट जाने होला नि कहाँ निस्किन्छ अब हामीलाई खास अघि हामी त आयौँ नि पोखरेर आउनु पर्ने पोखरीबाट आउने नि त अघि फुलै फुल भएको ठाउँ त्यहाँ निस्किन्छ निस्केन भने काहीँ न काहीँ त निस्केला नि त किन आत्तिएको साथी अनि जानु पर्ला होला फ्रीको भनेको यो चलाउने
त्यो छानामाथि चढ्ने के बनाएको त्यस्तो है फुल भएको चाहिँ कहाँ अरे अहिलेको फुल भएको अँ, अझै माथि हुनुहुन्छ दाइले अझै माथि यो कहाँ अब यहाँबाट यो यता यता छ थुप्रो रहेछ त हामी पहिले आइपुगेको ठाउँबाट एक फन्को लगाएर त्यो पोखरीलाई एक फन्को लगाएर फेरि पहिले इन्ट्री गरेकै ठाउँमा आइपुग्यौँ र अब यहाँबाट हामी घर फर्कन्छौँ। कृपया भिडियो मन पर्यो भने लाइक सेयर र सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। ल गीत गाउँ त फुलै फुलको बगैँचामा मेरी माया